माछा मारे नि अब मुला लिएर जाने यो टमाटर छ न त यो टमाटर ना होइन बाबुले पोख्दै हो दिदी मैले होइन बाबुले समातेर झारिदियो क्या होइन फालिदियो नि भइगयो नि तल धुलो लाग्छ कि होइन फालिदिने अब त्यो भन्दा नि बरु यो चाहिँ कसरी सफा दिने हुँदैन अब यो मुला दाइ मुला कसरी हो मुला कसरी हो दाइ मुला 50 रुपियाँ केजी दिनु न मलाई 2 किलो हाल्नु त्यत्रो पनि चाहिँदैन भाइ हजुर दाइ यो फालिदिउँ कि गर्मी छ राख्नुहुन्छ हजुर गर्मी छ राख्नुहुन्छ कि फालिदिउँ मैले उता गरेँ होइन होइन यो दही चाहिँ कि हजुर गर्मी छ राख्नुहुन्छ फाल्दियो नि म राख्दिनँ नि लाउनु 55 रुपियाँ ल्याउनु मैले यहाँ कुटिदिनु मान्छेले हजुर उता झिउँ त उता सानो छ लिन्छ है खै मुला खै गल्ती भयो दाइ सरी हुँदैन केही फरक पर्दैन दिदी सरी है गल्ती भयो बाबुले गरे किन यस्तो गर्नुहुन्न एक काली बुढी यस्तो गर्ने हो दही आफैले झारे होइन कन्टेन्ट बनाएर झारिदियो काले तिमीले आजको लागि कन्टेन्ट बनाइदियो त्यो आन्टी कस्तो रिसायो त्यो आन्टीको खुट्टा भरि पर्यो